हेलो, आज चाहिँ लोकल भालेको मासु खाने काटेर रेडी भयो। अब पकाउँछु। जिरा फुटाएँ अनि मिर्च पनि फुटाएँ, त्यसपछि मासु राखेँ। त्यस पछाडि हल्का म त्यो मासु फ्राई गरेर मात्रै बल्ल प्याज राख्ने मेरो बानी छ हो। म चाहिँ यसरी पकाउँछु। अरूले कसरी पकाउनुहुन्छ। त्यहाँदेखि प्याज राख्छु। प्याज राखेर हल्का ब्राउन हुन्जेलसम्म राख्छु। त्यस पछाडि प्याज रेडी भयो। त्यो हल्दी राखेँ। त्यस पछाडि नमक। त्यहाँदेखि चाहिँ म टमाटर राख्छु। त्यस पछाडि चाहिँ म अदरक लसुनको पेस्ट राखेँ। त्यस पछाडि धनिया जिरा पाउडर, जिरा धनिया पनि पाउडर राख्ने। त्यस पछाडि एकछिन ढाकेर पकाउँछु फेरि। यति नै हो भयो। त्यहाँदेखि झोल राखेँ अनि झोल राखेर ढक्कन लगाएर चाहिँ मजाले सिटी लगाउँछु। 4-5 सिटी लगाउँछु। यो भाले चाहिँ अलिक बुढो हो क्या, धेरै बेर सिटी लगाउँछु मैले। यो कुखुराको मासुहरू चाहिँ यति चिलाएर भालेको मासु हो कि यति नै। बाई बाई खानको लागि।